आजको भिडियोमा चाहिँ म तपाईहरुलाई पिगमेन्टेसन करेक्सन क्रीमको बारेमा भन्न चाहदैछु। यदि तपाईहरु इन्ट्रेस्टेड हुनुहुन्छ भने यो भिडियोलाई लास्टसम्म हेर्न सक्नुहुन्छ। मलाई लाग्छ तपाईहरुलाई यो भिडियो युजफुल हुनेछ। यो भिडियोलाई हेर्न सक्नुहुन्छ तपाईहरु। अनि यो क्रीमको बारेमा भन्नु अघि चाहिँ मलाई मेरै बारेमा अलिकति भनिहाल्नु मन पर्यो, भनिहाल्छु नि ल। म चाहिँ जब यो फिल्डमा काम गर्दिन थिए त्यो टाइममा चाहिँ मलाई पनि राम्रो हुनु मन लाग्थ्यो नि त। अनि त्यतिबेला चाहिँ क्रीमहरु खोजेर हिँड्दाखेरि चाहिँ कोही सन प्रोटेक्सन क्रीम हरे, कोही फेयरनेस क्रीम हरे है, धेरैवटा क्रीमहरु हुन्थ्यो। केटीहरुलाई सबै केटीहरुलाई सायद राम्रो हुनु मन लाग्छ हैन। त्यसरी नै मैले पनि हेर्दाखेरि चाहिँ त्यो क्रीमहरु देख्थे है, कोही सन प्रोटेक्सन हरे यस्तो हेर्थे, यति क्रीमले चाहिँ कसरी सनबाट प्रोटेक्ट गर्न सक्छ होला, यस्तो खालके हुन्थ्यो। मलाई अब सोच आउँथ्यो, विश्वास लाग्थेन क्रीमहरु प्रति। अहिले पनि म राम्रै छु भनेको चाहिँ हैन, म त्यस्तै नै छु, तर मेरो स्किन टेक्सचरमा चाहिँ अलिकति चेन्जेस आएको छ। अनि तपाईहरु पनि त्यही मध्येबाट हुनुहुन्छ भने जसलाई चाहिँ है क्रीम प्रति विश्वास लाग्दैन भने यो भिडियो चाहिँ तपाईहरुकै लागि हो। सरी, यो भिडियो तपाईहरुकै लागि हो, तपाईहरु कन्टिन्यू गर्न सक्नुहुन्छ। अनि हामी त्यो क्रीममा आउनु पर्दाखेरि चाहिँ है, हाम्रो क्रीमको बारेमा बुझ्नु अघि चाहिँ म तपाईहरुलाई अलिकति स्किनको बारेमा नै बुझाउने छु ल। हाम्रो चाहिँ स्किनको लेयरहरु हेर्छ भने तीनटा छ, जसको नामहरु चाहिँ यस्तो प्रकारको छ: एपिडर्मिस, डर्मिस एन्ड हाइपोडर्मिस है। हामीले काम गर्ने भनेको चाहिँ यो लेयरमा, एपिडर्मिस लेयरमा गर्ने हो। बाँकी लेयर्सहरुमा चाहिँ डाक्टरहरुले काम गर्नुहुन्छ। अनि एपिडर्मिस लेयरलाई पनि अलिकति हामी नजिकबाट हेर्छौं भनेदेखि त्यसमा चाहिँ 5 वटा लेयर्सहरु पाइन्छ, जसको नाम चाहिँ यस्तो प्रकारको छ: स्टेरम कर्नियम, लुसिडियम, ग्रानुलोजम, स्पोन्जियम एन्ड बेसल्स। अनि स्टेरम बेसल्स लेयरमा चाहिँ हाम्रो पिगमेन्ट, नेचुरल कलर पिगमेन्टहरु फर्मेसन हुन्छ, जसलाई चाहिँ हामी मेलानिन पिगमेन्टको नाममा जानिन्छ, जसको काम चाहिँ हुन्छ हाम्रो स्किनको कलरहरुलाई चाहिँ कुन चाहिँ सेडमा लगेर राख्ने भनेर चाहिँ यो डिसाइड चाहिँ मेलानिन पिगमेन्टले गरेको हुन्छ। अनि यो पोइन्टमा आउँदाखेरि चाहिँ तपाईहरु अलिकति एटेन्टिभ भएर सुनिदिनुस् है फेरि ल। अनि त्यस्तो हुन्छ। अनि मेलानिन पिगमेन्ट चाहिँ जब पनि हामी घाममा एक्सपोजर हुन थाल्छौं त्यतिबेला चाहिँ यसको प्रोडक्सन एकदम फास्ट भइहाल्छ। अलिकति यसले मेलानिन पिगमेन्ट रिलिज गरेको गर्छ। यसले रिलिज गर्नुको कारण चाहिँ हामीलाई कालो बनाउनको लागि चाहिँ हैन, तर हाम्रो स्किनलाई प्रोटेक्ट गर्नुको लागि चाहिँ असल खासमा चाहिँ यो पिगमेन्ट चाहिँ रिलिज भएको हुन्छ। तर हामी चाहिँ देखिनु चाहिँ हाम्रो भिजिबल चाहिँ के हुन्छ, स्किन चाहिँ ट्यान देखिन थाल्छ। जहाँनिर हाम्रो है घाममा एक्सपोजर भएको, सपोज यो एरियामा भएको छ भने यो एरिया ट्यान देख्न थाल्छ। या फिर हाम्रो फेसहरुमा कस्तो हुन्छ, कोही जग्गा प्याची डार्क स्पटहरु आउँछ, या फिर कोही जग्गा है अलिकति डार्कर हुने, सराउन्डिङ एरिया लाइटर हुने, यस्तो थुप्रो प्रब्लम्सहरु हुन्छ, जो चाहिँ म अब डिटेलमा भन्न सकिदिन यो भिडियोमा। क्लाइन्टहरुको यही अवस्थालाई हेरेर चाहिँ हामी यो स्किनको कन्डिसनलाई हेरेर हामी पिगमेन्टेसन करेक्सन क्रीमहरु दिने गर्छौं, या फिर अन्य क्रीमहरु दिने गर्छौं। अनि क्लाइन्टहरुले लिनुको बादमा चाहिँ यसले लिनुहुन्छ। बादमा चाहिँ उहाँले यसलाई युज गर्दा वर्क अलिकति स्लो गर्छ नि त यो क्रीमहरुले, अन्त स्लो गरेको कारणले डिस्कन्टिन्यू गरिदिहाल्छ। अनि उहाँलाई लाग्छ कि यसले त वर्कै गरेन, या फिर वर्क गर्दैन क्रीमहरुले, उहाँलाई त्यस्तो हुन्छ। तर यस्तो चाहिँ एकदमै हैन। यसले काम गर्नु चाहिँ अलिकति टाइम लाग्छ। तपाईहरुले पेशेन्सको साथमा नै यसलाई कन्टिन्यू लगाइराख्नु पर्ने हुन्छ, किनभने यसले काम गर्नु चाहिँ अलिकति स्लो नै गर्छ। कसरी भनेर भन्दाखेरि चाहिँ अघि मैले तपाईहरुलाई भन्दै थिएँ नि, हाम्रो चाहिँ एपिडर्मिस लेयरलाई पनि हामीले नजिकबाट हेर्यो भने कतिवटा लेयर्स हुन्छ भनेर भनेको थिएँ। जम्मा 5 वटा भनेको थिएँ नि त है। क्रीमलाई के गर्नु पर्दैछ, यो 5 वटा लेयरको यहाँ तल आएर वर्क गर्नु पर्दैछ नि त, स्टेरम बेसल्समा वर्क गर्नु पर्दैछ। त अलिकति स्लो त भइ नै हाल्छ। तपाईले क्रीम लाउँदा यसलाई डिस्कन्टिन्यू या फिर छोड्नु चाहिँ भएन। यसले म्याजिक जस्तै काम त गर्दैन नि त, जादु यस्तो है लाउनु बित्तिकै एकदम गोरो हुने यस्तो हुँदैन। अलिकति टाइम चाहिँ लिन्छ। यसले टाइम लिनुको रिजन पनि मैले भनिदिइहालेँ है। अनि यो क्रीमले चाहिँ कसरी वर्क गर्छ भनेर भन्दाखेरि चाहिँ यो क्रीमहरुको भित्र तपाईहरु हेर्नुस्, यो भित्र चाहिँ कस्तो प्रकारको इन्ग्रेडिएन्ट हुन्छ भनेर भन्दाखेरि ज्यादातर हुन्छ कोजिक एसिड, अल्फा आर्बुटिन, अन्त के हुन्छ
हाइड्रोक्विनाइनहरु जस्तो हाइड्रोक्विनाइन या फिर ग्लुटाथाइनहरु एसेक्ट्रा एसेक्ट्रा हुन्छ यस्तो इन्ग्रेडिएन्टहरु हुन्छ जसको काम चाहिँ हुन्छ कि पिगमेन्टलाई गएर डाइरेक्ट टार्गेट गर्छ जहाँनिर पिगमेन्टेसन चाहिँ एक्सेस भएको छ त्यहाँनिर गएर टार्गेट गर्छ अनि त्यसलाई फेड गराएर स्किनलाई फेयर देखाउने काम गरिरहेको हुन्छ यो क्रिमहरुले अनि यसरी चाहिँ हाम्रो स्किनमा वर्क गरिरहेको हुन्छ तपाईहरु युज गर्दा गर्दा नछोड्नुहोस् या फिर तपाईहरुको विश्वास चाहिँ है तपाईहरुले चाहिँ अब विश्वास गरेर चाहिँ कन्टिन्यू गर्नुपर्ने हुन्छ यो क्रिमहरुलाई अनि मैले यो भिडियोमा चाहिँ धेरैवटा पोइन्टहरु छुट्यो होला सायद मलाई छुट्यो होला जस्तो लाग्दैछ छुटेको छ भने हामी नेक्स्ट भिडियोमा कभर गर्नेछौं या फिर तपाईहरु मलाई डाइरेक्ट कमेन्ट गर्न सक्नुहुन्छ अनि म कमेन्टमा नै हामी यो चीजलाई हामी क्लियर गर्न सक्छौं अनि तपाईहरुलाई भिडियो यस्तै प्रकारको भिडियोहरु चाहिन्छ भनेदेखिको चाहिँ मेरो पेजलाई फलो गर्न सक्नुहुन्छ हुन्छ हामी भेट्ने छौं अर्को भिडियोमा त्यतिबेलासम्म बाइ बाइ